Hi everyone, this is Manifest with Mamata. So आजको भिडियो टपिक त तपाईहरुले देखिसक्नुभयो होला टाइटलबाट। के हो भन्दाखेरि मान्छेहरुमा धेरै कन्फ्युजन छ के, जस्तै कि अफर्मेसन चाहिँ मैले किन भन्नु, मैले किन अफर्मेसन रिपिट गरिराख्ने, के यसले मलाई म्यानिफेस्टेसनमा हेल्प गर्छ कि मेरो म्यानिफेस्टेसन रोकिरहेको छ। जस्तै कि अफर्मिङ फ्रम ल्याक भन्छ नि, हामीसँग नभए त हामीले अफर्मेसन गर्छौँ नि। यदि हामीसँग भएको, मसँग डिजायर छ भने त मैले किन अफर्मेसन गर्छु। जस्तै मसँग मोबाइल फोन छ भने मैले किन मसँग मोबाइल छ भनेर रिपिट गरी त रहन्न नि त, थाहा भनेर भन्ने कति मान्छेहरुको थिंकिङ हुन्छ हैन। जस्तै मैले चाहिँ कसरी हेर्छु भन्दाखेरि अफर्मेसन हामीले किन गर्ने भन्दाखेरि चाहिँ, जस्तै मलाई बिर्सिने उ छ क्या, त्यस्तै म बिर्सिराख्छु, मसँग यो कुरा छ भनेर मैले बिर्सिराख्छु। सो बार बार रिपिट गर्नुपर्छ ताकि मलाई याद होस् कि मसँग यो कुरा पहिल्यै छ कि। जस्तै कि म केही कुरा म्यानिफेस्ट गरिराख्छु, कि आई एम म्यानिफेस्टिङ हाउस कि हैन। अनि त्यसपछि अफर्मेसन किन भन्ने भन्दाखेरि चाहिँ मैले बिर्सेँ कि मसँग घर छ, मसँग पहिले घर थियो तर मैले बिर्सेँ। सो म यो कुरा रिपिट गरिराख्छु किन भन्दा मैले आफूलाई सम्झाउनलाई कि मसँग यो कुरा छ क्या। म्यानिफेस्टेसनलाई यसरी हेर्न सकिन्छ। जस्तै मैले किन अफर्मेसन भन्ने भन्दाखेरि मसँग केही कुरा छ तर मैले बिर्सेँ त्यो मसँग छ भनेर। सो म आफूलाई सम्झाइरहेको छु कि मसँग त्यो कुरा पहिले नै अभाइलेबल छ भन्ने चाहिँ यसरी अफर्मेसनलाई हेर्न सकिन्छ। होप दिस इज हेल्पफुल। यदि तपाईहरुलाई म्यानिफेस्टेसनसँग रिलेटेड कोचिङ चाहिएको छ भने चाहिँ डिस्क्रिप्सनमा मैले राखेको हुन्छु, कन्ट्याक्ट त्यहाँ गएर गर्न सक्नुहुन्छ। अनि सब्स्क्राइब टु एम फर म्यानिफेस्टेसन है त। बाई बाई।